चस्मा कुन चाहिँ देवीले लाउँछ र डिस्को डान्स गर्छ, कुन देवी छ चस्मा लाएर डान्स गर्ने? छडी थाहा छ नि त्यो घगरको लट्ठी काँडा ननिकालेको स्वम हान्दै ती सबलाई खेदेको भए नि कोही पनि आउँदैन थियो त्यहाँ। तर त्यो जुन इलामको त्यो जुन घटना छ नि, एकजना माता एकदम राम्रो हो, जसले देख्नुभयो शिला पर्मिला कार्की। अनि शिला पनि म यहीँबाट शिलालाई पनि नमन गरेँ, सम्मान स्वरूप गरेँ। मुद्रा सेलाउने अनि त्यो गोरुको पुच्छर जस्तो कपाल यसरी बटार्ने अनि यहाँ पारेर यसरी घुमाउने अनि त्यस पछाडि गएर चाहिँ ऊ डिस्को हान्दिने क्या। के छ शक्ति? शक्ति के छ तिनीहरूसित? ल ठिक छ, त्यो एउटा शिला चाहिँ हो है। फेरि शिला चाहिँ म मान 5वटा शिला हो। शिला देखेको पनि त्यो माता पनि देख्यो एकदम हो। तर त्यहाँ अरू जति आए नि त्यहाँ नौटङ्की गर्न, तिनलाई त सबैलाई सापरामा स्वाट हानेर। ए बाबा, धार्मिक हिन्दू धर्ममा सबै राम्रो छ भन्ने छ, क्रिस्चियनमा सबै राम्रो छ भन्ने छ, मुस्लिममा सबै राम्रो छ भन्ने छ। धर्म र जातलाई त म सम्मान गर्छु क्या। तर हिन्दू धर्म जति अहिले पछिल्लो समयमा ठङ्गी यति आयो होइन। आएर लुगा लगाइदिएपछि उनी अलिपरतिर गएर लुस्छन् मासु अनि त्यस पछाडि खान मिल्छ। कतिवटा देवीले मासु खान्छ है, कतिवटा देवीले के अरे त्यो के अरे भोग खान्छ, कतिवटाले खाँदैन, कतिवटाले चाहिँ अब नारियल खान्छ, कतिवटाले हाँसको अन्डा खान्छ क्या। तर यहाँ चाहिँ कसैले सबैले एउटै बुझ्या छ, ए त्यो माता भएर र मासु खाइ, ए त्यो भएर त्यो होइन क्या। मान्छेले बुझ्नु पर्यो नि, तपाईँ ब्राह्मणको छोरा क्या, म नेवारको छोरी, मैले रायोको मासु खानै पर्छ भन्ने छ र? खोइ त मैले खाएको छैन, म रायोको सुँगुर छुँदिनँ, जाँड खिचुरुट खैनी अहिलेसम्म छोएको छैन। विचार हो नि त। अनि त्यो भएर मलाई चाहिँ एउटा कुरा के मन पर्दैन भने आलोचना क्या। अरूको आलोचना गरेको मन पर्दैन। तपाईले पनि त अरूको आलोचना गर्नुहुन्छ नि त। के गर्छु र मैले अरूको आलोचना? जस्तो अघिमा शिलाको विषय त्यो शिलाको त भगवान सुन्नु न, अरूले आलोचना गरेको यदि तपाईलाई पच्दैन भने तपाईले पनि नगर्दिनु सक्छ। छ्या हौ, त्यो त कसैले पनि पचेकै छैन क्या, कसैलाई नि पचेन क्या। त्यो चस्मा, तपाईँलाई एउटा कुरा थाहा छ कुन चाहिँ देवीले चस्मा लाउँछ? चस्मा कुन चाहिँ देवीले लाउँछ र डिस्को डान्स गर्छ, कुन देवी छ चस्मा लाएर डान्स गर्ने? तपाईँले देख्नु भएको छ त्यहाँ डान्स, डिस्को डान्स? त्यो जुन हुन्छ नि त्यो जोखाना हेरेर चाहिँ 12 महिना 13 के अरे 12 वर्ष 13 महिना 12 वर्ष 13 महिना भने लो हेर्दिन त। 13 वर्ष 1 महिना भन्ने हो नि त? के भने त त्यो 13 महिना कहिले हुँदो रहेछ? 13 महिना उनीहरूलाई त्यो ढोङ्गी थाहा छ।